नमस्कार दर्शकबिन, म चाहिँ आज देशको राजनीतिक अवस्था सम्बन्धी र्यान्डमली क्वेसनहरू लिएर आएको छु। स्वागत छ तपाईँलाई। धन्यवाद। देशको राजनीतिक अवस्था देखेर तपाईँ कस्तो महसुस भइसकेको छ? अहिले जुन प्रकारले राष्ट्रिय स्वतन्त्र पार्टी अग्रता रूपमा अघि बढिरहेको छ, यसै हेर्दा बालेन्द्र शाह पक्कै पनि प्रधानमन्त्री बन्ने अवस्था देखिरहेको छु मैले। फागुन 21 गते जुन निर्वाचन सम्पन्न भयो, त्यसपछि देशमा एउटा फरक माहौल सिर्जना भयो। त्यसपछि कार्की आयोगको प्रतिवेदन पनि राष्ट्रपति समक्ष पेश भइसकेको छ। के लाग्छ तपाईँलाई, केपी ओली र गृहमन्त्री रमेश लेखक जेलमा जान सक्छन् या जालान्? अब त्यो त प्रतिवेदनमा के आएको छ भन्ने कुराले पनि भर पर्छ। जुन तरिकाले पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकमाथि मुद्दा लाग्ने चाहिँ कुरा प्रतिवेदनमा लेखिएको छ। त्यसअनुसार हेर्ने हो भने गल्ती चाहिँ केपी ओली र रमेश लेखकले गोली चलाउन आदेश दिएको हो भनेर देख्न सकिन्छ। अब तपाईँलाई मैले सोध्न चाहन्छु, जुन किसिमले जेन्जी विद्रोह 23-24 गते भयो, त्यसपछि 76 जनाको हत्या भयो, के साँच्चीकै ती 76 जना मारिएका बालबच्चाले के साँच्चीकै न्याय पाउलान् त? के लाग्छ तपाईँलाई? अहिले जुन प्रकारले जनताले राष्ट्रिय स्वतन्त्र पार्टीलाई रोजेर अगाडि बढिरहेको छ, राष्ट्रिय स्वतन्त्र पार्टीले न्याय दिन्छ भन्ने आशाले जनताले जुन प्रकारले मतदान गरे, राष्ट्रिय स्वतन्त्र पार्टीलाई बहुमत 2/3सम्म अगाडि पठाए, हेर्दाखेरि त राष्ट्रिय स्वतन्त्र पार्टीले न्याय दिनुपर्छ जस्तो मलाई लाग्छ। जसरी 81 राष्ट्रिय स्वतन्त्र पार्टीको माहौल 81 वात्तै बढ्यो नि, त्यसरी अब विकास, समृद्धि, सुशासन त्यसरी बढ्न सक्ला या नसक्ला? के लाग्छ तपाईँलाई? जनताको आशा त विकास होस् भन्ने नै छ, तर अब राष्ट्रिय स्वतन्त्र पार्टीले गर्नुपर्छ भन्ने लाग्छ। र राष्ट्रिय स्वतन्त्र पार्टीमा हेर्दाखेरि सबै युवा देखिन्छन् र युवाले विकास गर्छन् भन्ने आशाले जनताले जुन प्रकारले मतदान गरेका छन्, राष्ट्रिय स्वतन्त्र पार्टीले पनि गर्छ जस्तो मलाई लाग्छ। यदि त्यो भएन भने सम्भवतः 84 को स्थानीय चुनाव पनि हुँदैछ, 87 मा चुनाव होला। के लाग्छ तपाईँले, यदि विकास गर्न सकेनन् भने त्यसपछिको अवस्था के हुन सक्ला? त्यसपछिको अवस्था सकभर जनताले फेरि नयाँ पाटो रोजिनेछन् भन्ने मलाई लाग्छ। देशको राजनीतिक अवस्था के यस्तै गर्दै जनता दुखी, कुशासन, भ्रष्टाचार लिप्त हुँदै जाने हो कि अब कि नयाँ परिवर्तन आउने सम्भावना देखिन्छ? पक्कै पनि राष्ट्रिय स्वतन्त्र पार्टीले एउटा नयाँ परिवर्तन ल्याउँछ भन्ने आशाको किरणमा बसेका छन् जनताहरू, र राष्ट्रिय स्वतन्त्र पार्टीले नयाँ परिवर्तन ल्याउनु नै पर्छ र ल्याउँछ जस्तो मलाई लाग्छ। तपाईँको विचारमा कहिलेसम्म न्याय पाउलान् त तिनी जेन्जी जो विद्रोहमा घाइते अथवा मरे? छिटै, अवश्य पनि छिटै, र जसले पनि गोली चलाउन आदेश दिएको थियो त्यसलाई पनि कडा कारबाही हुन्छ र राष्ट्रिय स्वतन्त्र पार्टीले ती 76 जना शहीद भएका जेन्जीहरूलाई न्याय दिन्छ। अनि तपाईँको निर्मला पन्तको त्यो बलात्कार अथवा हत्या भनौँ जुन हिसाबले भयो, त्यसको माहौल चाहिँ पहिलेदेखि कति गृहमन्त्री, कति प्रधानमन्त्री फेरिए तर न्याय पाउन सकेको छैन। निर्मला पन्तले के साँच्चीकै न्याय पाउलिन् त? आशा गरौँ निर्मला पन्तले न्याय पाउँछिन् भन्ने। अहिले जो पनि अब नयाँ प्रधानमन्त्री, नयाँ गृहमन्त्री हुनुहुन्छ, उहाँले पनि यस विषयमा ध्यान आकर्षण गर्नुहुन्छ भन्ने मलाई लाग्छ, र आशा गरौँ राष्ट्रिय स्वतन्त्र पार्टीले यो निर्मला पन्तको हत्याप्रति पनि ध्यान आकर्षण गर्छ। अब के लाग्छ तपाईँलाई, गृहमन्त्री को होला जस्तो सम्भावना देखिरहेको छ? अब प्रधानमन्त्री त बालेन्द्र शाह हुने चरणमै हुनुहुन्छ। हजुर, प्रधानमन्त्रीमा चाहिँ बालेन्द्र शाहलाई हुने चरणमै हुनुहुन्छ भने गृहमन्त्री मेरो विचारमा रवि लामिछाने सभापति आफै हुनुहुन्छ, उहाँ नै हुनुहुन्छ जस्तो मलाई लाग्छ। अहिले रवि लामिछानेको बारेमा पनि नयाँ कुराहरू आइरहेको छ, जुन संसदमा जाने वा नजाने भन्ने कुरा, मुद्दा चलिरहेको कुरा पनि आइरहेको छ। त्यसमा के भन्न चाहनुहुन्छ? अब त्यो त मुद्दा चलिरहेको छ, तर रवि लामिछाने सांसदमा जानुहुन्छ जस्तो मलाई चाहिँ अनुभूति भएको छ। हस्, धन्यवाद।